संसारमा धेरै देशहरूले धान फलाउँछन्, तर एसिया महादेशमा त धानको असली खेती हुन्छ। विश्वको जम्मा धान उत्पादनको 90% उत्पादन त एसिया महादेशमा नै हुन्छ। आजको भिडियोमा हामी एसिया महादेशका 10 प्रमुख धान उत्पादक देशहरूको बारेमा विशेष चर्चा गर्नेछौँ। त्यसैले यस भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आउनुहोस् आजको हाम्रो रमाइलो यात्रा सुरु गरौँ। नम्बर 10 कम्बोडिया। एसिया महादेशका 10 प्रमुख धान उत्पादक देशहरूको सूचीमा कम्बोडिया 10औं नम्बरमा नै रहेको छ। उत्तर पश्चिम एसिया क्षेत्र अन्तर्गत रहेको कम्बोडियाको जम्मा क्षेत्रफल 1,81,035 वर्ग किलोमिटर रहेको छ। देशको प्रमुख खाद्य बालीको रूपमा रहेको धान यहाँका प्रत्येक क्षेत्रमा प्रसिद्ध रहेको छ। त्यसैले गर्दा कम्बोडियाको ठूलो क्षेत्रमा धानको विशेष खेती गरिन्छ। यति मात्रै होइन, कम्बोडियाको हावापानी र मौसम धान खेतीका लागि निकै उपयुक्त रहेको छ। त्यसैले गर्दा यस देशमा प्रत्येक वर्ष 1 करोड 9 लाख टन धानको उत्पादन गरिन्छ। कम्बोडियाले आफ्नो देशमा उत्पादन भएको धानलाई प्रशोधन गरेर चामल बनाई विदेशमा समेत निर्यात गरेर ठूलो मात्रामा वैदेशिक मुद्रा आर्जन गर्दै आएको छ। नम्बर 9 पाकिस्तान। पाकिस्तान एसिया महादेशका 10 प्रमुख धान उत्पादक देशहरूको सूचीमा 9औं नम्बरमा रहेको छ। यस देशको जम्मा क्षेत्रफल 8,81,913 वर्ग किलोमिटर रहेको छ। यसो त पाकिस्तान विश्वको प्रमुख चामल निर्यातक देश समेत हो। यस देशको सिन्ध प्रान्तमा विशेष गरेर धानको उत्पादन गरिन्छ। पाकिस्तानमा प्रत्येक वर्ष 1 करोड 10 लाख टन भन्दा बढी धानको उत्पादन गरिन्छ। पाकिस्तानले ठूलो मात्रामा धानको खेती गरी चामलको उत्पादन गरेर विदेशमा समेत निर्यात गर्ने गर्दछ। त्यसैले गर्दा पाकिस्तानको अर्थतन्त्रमा धान खेतीको विशेष महत्त्व रहेको छ। यति मात्रै होइन, पाकिस्तान विश्वको 8% चामल निर्यातक देश समेत हो। नम्बर 8 फिलिपिन्स। फिलिपिन्स एसिया महादेशका 10 धेरै धान उत्पादक देशहरूको सूचीमा 8औं नम्बरमा रहेको छ। यस देशको जम्मा क्षेत्रफल 3 लाख वर्ग किलोमिटर रहेको छ। त्यसो त यस देशको प्रमुख खाद्य बालीको रूपमा रहेको चामल उत्पादन गर्नका लागि ठूलो क्षेत्रमा धान खेती गरिएको छ। फिलिपिन्समा धान खेती बढाउनका लागि सिँचाइको विस्तार तथा खेतीमा आधुनिक प्रविधिको समेत प्रयोग गर्न थालिएको छ। फिलिपिन्समा प्रत्येक वर्ष 2 करोड टन धानको उत्पादन गरिन्छ। फिलिपिन्सको अर्थतन्त्रमा धान खेतीको महत्त्वपूर्ण योगदान रहेको छ। यति मात्रै होइन, यो देशले विश्वको जम्मा धान उत्पादनको 2.8% धान उत्पादन गर्दछ। फिलिपिन्समा लगभग 24 लाख किसानहरू धान खेतीमा आबद्ध रहेका छन्। नम्बर 7 म्यानमार। म्यानमार एसिया महादेशका 10 प्रमुख धान उत्पादक देशहरूको सूचीमा 7औं नम्बरमा रहेको छ। यस देशको जम्मा क्षेत्रफल 6,76,579 वर्ग किलोमिटर रहेको छ। त्यसो त म्यानमारमा उर्वर माटो तथा कृषिका लागि उपयुक्त मौसम रहेको छ, जहाँ ठूलो परिमाणमा धान खेती गरिएको छ। त्यसो त यस देशमा 6.93 मिलियन हेक्टर जमिनमा धान खेती गरिएको छ। त्यसो त यस देशका अधिकांश कृषकहरूको मुख्य पेसाको रूपमा धान खेती रहेको छ। म्यानमारले प्रत्येक वर्ष 2 करोड 50 लाख टन भन्दा बढी धानको उत्पादन गर्दछ। यति मात्रै होइन, यस देशको सम्पूर्ण कृषि उत्पादन मध्येमा लगभग 43% योगदान धान खेतीको रहेको छ। यस देशको अर्थतन्त्रमा कृषिको एकदमै महत्त्वपूर्ण योगदान रहेको छ। यस देशको हावापानी र भौगोलिक क्षेत्र अनुसार फरक प्रजातिका धान खेतीहरू गरिन्छ। नम्बर 6 थाइल्यान्ड। दक्षिण पूर्वी एसिया क्षेत्र अन्तर्गत रहेको थाइल्यान्ड एसिया महादेशका 10 प्रमुख धान उत्पादक देशहरूको सूचीमा 6औं नम्बरमा रहेको छ। यस देशको जम्मा क्षेत्रफल 5,13,120 वर्ग किलोमिटर रहेको छ। थाइल्यान्डमा ठूलो परिमाणमा धानको उत्पादन गरिन्छ। त्यसो त थाइल्यान्ड सुगन्धित र बास्नादार बासमती चामलको उत्पादनका लागि परिचित रहेको छ। थाइल्यान्डमा सिँचाइको सुविधा, उपयुक्त मौसम र कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरेर धान खेती गरिन्छ। थाइल्यान्डले प्रत्येक वर्ष 3 करोड 40 लाख टन भन्दा बढी धानको उत्पादन गर्दछ। यति मात्रै होइन, थाइल्यान्डका लगभग 80 लाख जनसङ्ख्याहरू खेतीपातीको काम गर्दछन्। यसमा पनि 40 लाख किसानहरू धान खेती मात्र गर्दछन्। थाइल्यान्डको अर्थतन्त्र कृषिमा आधारित छ। नम्बर 5 भियतनाम।
एसिया महादेश अन्तर्गत रहेको भियतनाम एसिया महादेशका 10 प्रमुख धान उत्पादक देशहरूको सूचीमा 5औं नम्बरमा रहेको छ। यस देशको जम्मा क्षेत्रफल 3,31,344 वर्ग किलोमिटर रहेको छ। यस देशको हावापानी धान खेतीका लागि उपयुक्त प्रकारको भएको कारणले यहाँ पर्याप्त मात्रामा धानको उत्पादन गरिन्छ। त्यसो त भियतनाममा प्रभावकारी सिँचाइ प्रणालीको व्यवस्था गरिएको छ। त्यस्तै गरी यहाँ धान खेतीमा आधुनिक र वैज्ञानिक प्रणालीको प्रयोग समेत गरिएको छ, जसले गर्दा देशको धान उत्पादन बढेको छ। भियतनाममा प्रत्येक वर्ष 4 करोड 30 लाख टन भन्दा बढी धानको उत्पादन गरिन्छ। भियतनामको कृषि क्षेत्रलाई विश्वकै सम्पन्न कृषि क्षेत्र पनि मानिन्छ। विशेषतः भियतनामको उत्तरी डेल्टा, दक्षिणी डेल्टा र उत्तरी उच्च भूमिमा धानको खेती गरिन्छ। नम्बर 4 इन्डोनेसिया। दक्षिण पश्चिम एसिया क्षेत्र अन्तर्गत रहेको इन्डोनेसिया एसिया महादेशका 10 प्रमुख धान उत्पादक देशहरूको सूचीमा 4थो नम्बरमा रहेको छ। यस देशको जम्मा क्षेत्रफल 19,04,569 वर्ग किलोमिटर रहेको छ। त्यसो त इन्डोनेसिया न्यानो आर्द्र जलवायु क्षेत्र अन्तर्गत पर्ने भएकाले यहाँको हावापानी धान खेतीका लागि निकै उपयुक्त रहेको छ। अधिकांश किसानहरूको पहिलो रोजाइमा धान खेती पर्ने भएकाले यस देशमा 11.53 मिलियन हेक्टर जमिनमा धान खेती गरिएको छ। यस देशमा प्रत्येक वर्ष 5 करोड 50 लाख टन भन्दा बढी धानको उत्पादन गरिन्छ। यस देशका अधिकांश जनताहरूको मुख्य खाद्यान्नको स्रोतको रूपमा धान तथा चामलबाट बनेका पदार्थहरू रहेका छन्। त्यसो त इन्डोनेसियामा धान खेती बढाउनका लागि सरकारले उपयुक्त सिँचाइको व्यवस्था समेत गरेको छ। त्यसैले इन्डोनेसियाले प्रत्येक वर्ष ठुलो परिमाणमा धान उत्पादन गरी विदेशमा समेत निर्यात गरेर ठुलो परिमाणमा विदेशी मुद्रा समेत आर्जन गर्दछ। नम्बर 3 बङ्गलादेश। दक्षिण एसिया क्षेत्र अन्तर्गत रहेको बङ्गलादेश एसिया महादेशका 10 प्रमुख धान उत्पादक देशहरूको सूचीमा तेस्रो नम्बरमा रहेको छ। यस देशको जम्मा क्षेत्रफल 1,48,460 वर्ग किलोमिटर रहेको छ। बङ्गलादेशका अधिकांश जनताहरूको मुख्य पेसाको रूपमा धान खेती रहेको छ। त्यसो त बङ्गलादेशका अधिकांश जनताहरूको प्रमुख खाद्यान्नको स्रोत धान तथा चामल नै हो। यस देशमा रहेको समतली मैदानी क्षेत्र र डेल्टा क्षेत्रमा विशेष रूपमा धानको खेती गरिन्छ। यस देशले प्रत्येक वर्ष 5 करोड 70 लाख टन भन्दा बढी धानको उत्पादन गर्दछ। यस देशको सम्पूर्ण खेतीयोग्य जमिनको 75% क्षेत्रमा धान खेती मात्र गरिएको छ। यति मात्रै होइन, यस देशको जीडीपीमा 28% योगदान धान खेतीको रहेको छ। त्यसो त बङ्गलादेशमा पानीको उपलब्धता प्रशस्त मात्रामा रहेको छ। त्यसैले यस देशमा पानीको उपलब्ध हुने क्षेत्र र अन्य क्षेत्रमा फरक फरक तरिकाले धानको खेती गरिन्छ। बङ्गलादेशको कतिपय क्षेत्रमा त वर्षको 2 पटक धान खेती गरिन्छ। नम्बर 2 भारत। दक्षिण एसिया क्षेत्र अन्तर्गत रहेको भारत एसिया महादेशका 10 प्रमुख धान उत्पादक देशहरूको सूचीमा दोस्रो नम्बरमा रहेको छ। यस देशको जम्मा क्षेत्रफल 32,87,263 वर्ग किलोमिटर रहेको छ। संसारको सबैभन्दा धेरै जनसङ्ख्या रहेको देश भारत एसिया महादेशको दोस्रो धेरै धान उत्पादन गर्ने देश समेत हो। भारतका अधिकांश किसानहरूको मुख्य पेसाको रूपमा धान खेती रहेको छ। यो देश संसारको प्रमुख चामल निर्यातक देशहरूमध्ये एक हो। भारतमा प्रत्येक वर्ष 19 करोड 60 लाख टन भन्दा बढी धानको उत्पादन गरिन्छ। नम्बर 1 चाइना। नेपालको उत्तरतिर रहेको छिमेकी देश चाइना एसिया महादेशका 10 प्रमुख धान उत्पादक देशहरूको सूचीमा पहिलो नम्बरमा रहेको छ। चीनले प्रत्येक वर्ष 20 करोड 80 लाख टन भन्दा बढी धानको उत्पादन गर्दछ। लगभग 95,96,961 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको चीनमा पर्याप्त मात्रामा खेतीयोग्य जमिन रहेको छ, जसमा धान लगायत अन्य कृषिजन्य वस्तुहरूको समेत राम्रो उत्पादन गरिन्छ। त्यसो त चीनमा आधुनिक र वैज्ञानिक तरिकाले खेती गरिन्छ। यति मात्रै होइन, चीनले संसारको जम्मा धान उत्पादन मध्ये 30% भन्दा बढी धानको उत्पादन आफू एक्लैले गर्दछ। आजको भिडियोमा हामीले एसिया महादेशका 10 प्रमुख धान उत्पादक देशहरूको बारेमा चर्चा गर्यौं। तपाईहरुलाई आजको भिडियो कस्तो लाग्यो? कृपया तपाईको विचार कमेन्ट गर्न नबिर्सनुहोला।
आगामी भिडियोहरूमा तपाईहरु समक्ष हाम्रो भेट हुनेछ। तबसम्मको लागि हामी तपाईहरु समक्ष बिदा चाहन्छौं। हस्त, धन्यवाद।